वेलकम ब्याक मेरो अर्को युट्युबको ब्लगमा। दिस इज माई क्रिस। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ र जिन्दगीको बेस्ट सेप र साइजमा हुनुहुन्छ र यु आर ह्याभिङ द बेस्ट टाइम अफ यर लाइफ। आज म ब्याङ्क होलिडे छ कि आज युकेमा, अनि सबैजना आज हाम्रो रुममेटहरू चाहिँ फ्ल्याटमेटहरू चाहिँ होइन क्रिकेट खेल्ने भनेर भनेको थिएँ। 3 बजेदेखि क्रिकेट खेल्ने भनेको छ, अनि क्रिकेट खेल्न आएको। बट अरू नेपाली केटाहरू आएको छैनन्, अहिले आउँछन् क्रिकेट खेल्ने हो हामीले। यहाँनिरको आज वेदर पनि बवाल छ कि बवाल त के भन्यो, सनी डे भएको भए घाम ताप्न मजा आउँथ्यो होला। बट टेम्परेचर आजको लगभग 6 डिग्री सेल्सियस छ। मैले गुगलमा हेरिरहेको थिएँ, गुगल वेदरले चाहिँ 6 डिग्री सेल्सियस छ आज भनिरहेको थियो। अनि बिहानदेखि यस्तै छ कि यहाँनिर, अनि सिमसिमे पानी परिरहेको छ। तपाईँहरूलाई भनिरहेको थियो नि पार्कमा, हो यही पार्कको कुरा गरिरहेको थिएँ मैले। अनि यहाँनिर आउँदाखेरि यो ठ्याक्कै यो रुखहरू देखेर होइन, पुरै यहाँको सिनेरियो देखेर नेपालको याद आयो यार। हामी सानो बच्चामा वैशाख जेठ हुँदाखेरि आँप खानलाई गइन्थ्यो कि आँपको बगैँचामा। हाम्रो तराईतिर जनकपुरतिर ठुलो आँपको बगैँचा छ कि, अनि त्यहाँनिर हामी बच्चामा जान्थ्यौँ आँप टिप्नलाई, अनि भाइहरूसँग खेल्थ्यौँ। याद आयो बच्चाको यार, त्यस्तै मौसम छ होइन, रुखहरू पनि त्यस्तै होइन, अनि यहाँनिर ग्रिनेरी पनि त्यस्तै छ। पुरै नेपालको जस्तो भाइ भयो कि नेपालको चौरमा गएर बसेर जस्तो फिल आएको छ। अब एकछिनमा केटाहरू आउँछ होला, अनि त्यसपछि हामी क्रिकेट खेल्छौँ। हाम्रो बाँकी साथीहरू त्यही हुनुहुन्छ जोस हामीसँगै बस्ने हो। क्रिकेट खेलियो आज, जोस थाक्यो। अनि 2टा राउन्ड खेलियो क्या, अनि एउटा राउन्डमा चाहिँ मैले ब्याटिङ गराएको थिएँ। एक ओभरमा मैले 7 रन लिएर आएको थिएँ, अनि एउटालाई क्याच आउट गराएको थिएँ। जस मजा आयो। अनि इन्डियनहरू रहेछन्, पछि अब अफगानिस्तानले केटाहरू आएर त्यहाँनिर लहडा गरेर त्यहाँनिर हामी खेल्न पाउनुपर्छ, धेरै खेल्यो भने ढिलो राति हुन्छ भनेर त्यहाँ झगडा परेको थियो। अनि मैले छोडेर आएँ त्यहाँनिर। मेरो पछाडि केटाहरू अझै खेलिरहेको, अनि पछि तिनीहरूको साथी आफ्नो केटाहरू इन्डियनहरू आएर अनि तिनीहरू आफै खेलिरहेको थियो। गुजरातीहरू धेरै रहेछन् होइन, अनि कस्तो बोल्ने रहेछ कि एउटा तुमी ऐसे आगे अभी जाओ न भाइ भन्छ। कस्तो अर्कै टिममा बोल्छन् कि त्यो के भन्ने अब त्यो खतरा बोल्ने रहेछ नि, गुजरातीहरू खतरै बोल्ने रहेछ। भाइ इधर आओ भन्छ, अनि नेपाली पनि आउने रहेछ कि। अनि त्यसको ऊ रहेछ क्याफर रहेछ आफ्नो, अनि नेपालीहरूले गाली सिकाएर रहेछ के भन्थ्यो, मुझे माछी के गाली सिकाएर रहेछ अरे, सबै थाहा रहेछ त्यसलाई। एउटा भाइले सोधिरहेको रहेछ त्यसलाई के गाली आउँछ भनेर, नेपालीमा के आउँछ भनेर, अनि सिकाएर रहेछ त्यहाँ नेपाली काम गर्नेहरूले, दाजुभाइहरूले सिकाउनु भएको रहेछ। त्यो गाली चाहिँ सिकाउनु भएको रहेछ। खुसी ला, आज धेरै पछि दौडियो, खुट्टामा चोट ला, एउटालाई क्याच आउट गराएको थिएँ। मजा आयो होस् होइन। यहाँको एक्सपिरियन्स यस्तै हो। अनि नेपाली अरू पनि भेटेको थिएँ, नेपालको भेटेको थिएँ भर्खरै 3 महिना 4 महिना अगाडि आएको। एउटा 4 दिन अगाडि आएर रहेछ अरे। अनि जबको लागि म्याकडोनल्ड्समा अप्लाई गरेर रहेछ कि, अनि 4 दिनपछि इन्टरभ्यू रहेछ अरे उसको। म्याकडोनल्ड्समा काम पाएर रहेछ यार एउटाले त। अनि अर्को एउटा साथीले चाहिँ उसमा बारमा काम गर्ने रहेछ, ह्यामर स्मिथमा, त्यहाँनिर काम पाउने रहेछ भन्थ्यो मलाई। अनि मलाई नि अप्लाई गर्न भन्दै थियो। त्यहाँनिर समर टाइम आएको छ, समरको बेलामा त्यहाँनिर किचन पोटरको र बारको जब पाउने रहेछ। त्यहाँनिर गएर सफा गर्ने यताउता। अब किचन पोटर भनेको तपाईँको अब त्यो किचनमा गएर भाँडा धुने, किचन सफा गर्ने, यताउता ह्यान हुन्छ नि, सबै काम गर्ने। अनि प्लस त्यो डिसहरू यताउता कलेक्ट गर्ने, ल्याउने, त्यो सबै काम गर्नुपर्छ किचन पोटरले। अनि त्यो सामान पनि किचनमा भएको लाइक कसैले दियो भने, अर्डर दियो भने त्यो हिसाबले के हुनुहुन्छ किचन पोटर भनेको त्यो किचन रनर जस्तै हो कि। किचनमा के सामान चाहिन्छ, के गर्नु पऱ्यो, कसलाई लगाइदिनु पऱ्यो, ल्याइदिनु पऱ्यो, त्यो सब गर्ने रहेछन् कि। अनि त्यसो काम लागि पाउँछ भनेर अनि हाम्रो स्पिडमा गएर अप्लाई गर्न भन्दै थियो। सिबी चाहिँ प्रिन्ट आउट गरेर अनि लगेर छोड्दिनँ भन्थ्यो मलाई, काम चाहिँ पाउँछ भन्थ्यो। अस्ति म स्कुलमा पढाउन गएको थिएँ कि, बट स्कुलमा 2 दिन गएँ अब पढाउनुलाई, त्यहाँदेखि मलाई बोलाएको छैन। त्यो पनि पार्ट टाइम जब हो। अब फुल टाइम गर्ने हो हप्ताको 5 दिन गर्ने हो भने तिनीहरूले दिन दिन्छन्, 5 दिने काम दिन्छन्। बट अब 5 दिन काम गर्न मिल्दैन, 2 दिन त मेरो युनियन नै हुन्छ। लाइक विकको 3 दिन चाहिँ काम गर्न मिल्छ, अनि विकको 3 दिनमा अब दिन गाह्रै मान्छन्। तै पनि 1 दिन 2 दिन गरेर दिइरहेछन्। त्यो चाहिँ राम्रो छ यार। 100 पाउन्ड्स अ डे नट ब्याड है, मैले त्यो चाहिँ भन्छु है, नट ब्याड। हप्ताको 3 दिन पाइयो भने महिनाको 1200 पाउन्ड आउँछ। 1200 पाउन्ड भनेको त राम्रो पैसा हो नि यार। 300-400 रुपियाँ रुम रेन्ट, अनि 100 पाउन्ड चाहिँ खानालाई छुट्याइदिउँ, 100 पाउन्ड ट्राभलिङ कस्ट लाइक छुट्याइदिउँ। त्यति गरेर उ गरिदिने हो भने त अराउन्ड 600-700 चाहिँ लजिङ फुडिङमा र एकोमोडेसन यताउता सबै अलाउन्स, डेली अलाउन्स र एक्सपेन्स गरेर उ गर्ने हो भने
लाइक जोगिन्छ कि महिनाको त मेरो हिसाबले चाहिँ 400-500 पाउन्ड जोगिन्छ। 400-500 पाउन्ड भनेको नेपालको त अलमोस्ट यार कति हो 70-80 हजार नै हो नि। त्यो त राम्रो पैसा हो नि। सो अब ट्युसडेको लागि चाहिँ बुकिङ गरेको छ। मेरो चाहिँ वेडनेसडे ट्युसडे आज मन्डे भइहाल्यो, आज ब्याङ्क होलिडे बिदा थियो। अनि ट्युसडे भोलि मेरो युनि छ। मैले टिकट काटेको थिएँ अनि 4 पाउन्डमा टिकट काटेको थिएँ। अनि त्यसपछि अब मैले वेडनेसडे थर्सडे र फ्राइडे मैले युनि छोडिदिन्छु भनेको छु क्लास। अनि फ्राइडे युनि छोडेर अनि त्यसपछि फ्राइडे पनि मैले गरिदिएको छु। अब एजेन्सीले फोन गर्छ होला सायद, अनि 3 दिन काम गर्छ होला। 3 दिन काम गरेर 300 पाउन्ड आउँछ। यो महिनाको रुम रेन्ट चाहिँ दिन मिल्छ। सो द्याट्स होप होइन, सबै राम्रो छ। अब रुम पनि आउनु लाग्यो। अनि सो आजको यही हो स्केड्युल। गएर असाइनमेन्ट सबमिट गर्नुपर्ने छ यार। भाइ कैसे हो भाइ? सब ठीक है भाई। अनि वहाँ चाहिँ हाम्रो भाइ यहाँ बैठेको भाइ। क्या वो बना रहा है? हाँ क्या? ब्लॉग है। डाल रहा है यूट्यूब में वीडियो, क्या करें। बनाओ भाइ दाइ पनि चिल हुनुहुन्छ। उहाँ इन्डियाको हरियाणाको हुनुहुन्छ। अस्ति कुरा गरेको थिएँ। अनि क्यासवाला काम पनि खोजिदिन्छु भन्दै हुनुहुन्थ्यो। अनि त्यो दाइले चाहिँ उबर गर भन्दै थियो। उबर गऱ्यो भने अराउन्ड उबरको चाहिँ 70 पाउन्ड्स चाहिँ विकली दिनुपर्छ अरे दाइलाई। अनि स्कुटी पनि दिने भनिरहेको थिएँ। स्कुटी मैले अघि देखेको त्यो स्कुटीबाट एउटा दिन्छन् अरे। सो कुरो त्यस्तै हो। अनि अर्को कुरा के भनेको थियो भन्दाखेरि मलाई दाइले त्यो डेलिभरीको काम गर्नलाई। अनि त्यो डेलिभरीको काम कस्तो भन्दाखेरि कारले डेलिभरी गर्ने कि। अनि पर डे चाहिँ कति दिँदो रहेछ भन्दाखेरि 240 दिँदो रहेछ। त्यो पनि क्यासवाला काम रहेछ। अनि त्यो लाइसेन्स चाहिन्छ। लाइसेन्स मसँग छैन। मोस्ट प्रोबाब्ली अब पैसा जम्मा गरेर मैले यसो हिसाब गरेको थिएँ अराउन्ड 150 पाउन्ड जति चाहिँ चाहिन्छ। सो पैसा जम्मा गरेर गाडीको लाइसेन्स सिक्छु। अनि बिदा भएको बेलामा लाइक स्याटरडे र यहाँनिर सन्डे चाहिँ 2 दिन अफ हुँदो रहेछ कि विकेन्ड हुँदो रहेछ। अनि त्यो दिनमा भयो भने डेलिभरीको काम चाहिँ गर्नुपर्छ। मैले त्यही विचार गरिरहेको छु। प्लस अब डिसेम्बरतिर अब हाम्रो बिदा पनि हुन्छ। त्यो बेलासम्म त लाइसेन्स पनि आइसक्छ होला। अनि लाइसेन्स निकालेर त्यो बेलादेखि चाहिँ क्यासवाला काम गर्नुपर्छ। र अरू पनि क्यासवाला काम त खोजिरहेको छु। कामको सिचुएसन त टाइट छ। अब हेरौँ अब के हुन्छ। क्यासवाला काम कहिलेसम्म पाउँछ। क्यासवाला काम पायो भने अलिकति एक्स्ट्रा लाइक इन्कम हुन्छ। अनि एउटा आइफोन लिन मन लाग्छ। त्यो आइफोन पनि लिनु हुन्थ्यो कि त्यो पैसाले। अनि प्लस एउटा मैले स्यामसङको S10 अल्ट्रा भन्ने एउटा देखाएको थिएँ कि मैले लाइक ट्याब्लेट। मलाई लास्ट मन परेछ यार। त्यो पनि लिन मन लागिरहेको छ। मैले यसो हेरिरहेको छु। क्यासको काम पाइयो भने त्यो चाहिँ मैले हानिदिन्छु है। सो मैले ल्याएँ भने अब म तपाईँहरूलाई देखाइहाल्छु त्यो त। सो आजलाई यति नै गरौँ। सी यू गाइज इन द नेक्स्ट ब्लग। इट्स मी क्रिस साइनिङ अफ। सी यू गाइज। अनि माया दिन चाहिँ नबोल्नु ल। लभ यू गाइज। टेक केयर।